हेलो अनि हामी जानेवाला छौँ डोकीले नुहाउनुको लागि अनि अब हामी जाने यो बाटो दुईटा यहाँ भैँसी माता पनि हुँदो रहेछ भैँसी व्हाट्सअप सो गाइस हामी अब मुनि लाग्नु थालौँ बाइक पनि आउँदै रहेछ डर पर्नु छ गाइस किनकि अब अलिक गाह्रो बाटो परदेखि आउँछ है प्रणय सो गाइस यहाँ अलिक खतरनाक बाटो छ बिस्तारै आउनु होला दिल्ली यहाँ अलिक गाह्रो बाटो छ गाइस हामी बिस्तारै लाग्दैछौँ यहाँनिर ड्यान्डर लाइन पनि रहेछ यहाँ फ्लावर्सहरू छ गाइस यहाँ सनफ्लावर जस्तो छ यो सनफ्लावरै होला होइन यो सनफ्लावरै हो अनि यहाँ रहेछ एउटा रोज जस्तै छ रोजै हो रोजै रहेछ गाइस मिडियम साइजको घर छ मिडियम नि हेर्न अलिक सानो छ गाह्रो छैन सो गाइस यहाँ किम्बु पनि रहेछ हेर्नु होला साथी हो यसलाई भनिन्छ खै मलबेरी भन्छ होला मलबरी भन्छ सो गाइस यो लिम्बूको लागि डिस हो कल्ड लिम्बू पाकेको किम्बु सो गाइस तपाईहरु पनि खान चाहन्छ भने कालो मात्र टिप्नु होला किनभने रातोहरू काँचो हुन्छ अमिलो हुन्छ सो तपाईहरु पनि खानु हुने भने तपाईँहरूले पनि खाने हुने भने किम्बु खाने हुने भने डाँडा बजार आउनु होला पनि खाने ल कतिवटा छ एकछिन अब चाहिँ ठिक्क भयो गाइस अब खान्छु कत्रो भैँसी करायो गाई उडेको हुस्सु देखिँदैछ उडेको फेरि बनाउनु भयो यो पालि अर्कैपट्टि प्रणय जिउ हट्नु होला एकछिन यहाँ माकुरा छ सुरुमा गाई ठुल्ठुलो छ गाई ऊ त्यहाँनिर गाई भैँसी होला भैँसी हो गाईको होइन भैँसीको भैँसी होइन यहाँ गुराँसको बोट रहेछ ताको कराको गर्दैछ यहाँनिर एउटा ताल पनि छैन प्रणय यो गाई हो फुपा अनि भैँसी सो गाई यहाँ गाईले टिका पनि लगाइरहेको छ आफै सो गाई त्यो त आफू भुत्लाकै रङ हो जुनसुकै रङको हुन्छ गाई कत्रो कराउँदैछ गाई कोही छैन अब हेर्नुला कोही छैन ऊ सो गाई अहिले उता हेर्नु होला त्यहाँनिर टोकी रहेछ गाई हामी 3 जना मात्र रहेछौँ आज कोही छैन ड्याम्मी हुन्छ गाई को कता यहाँनिर पनि चढिदिन्छ माथि जस्तो कि प्राय चढ्यो भने लड्नु चाहन्छ गाइज किनभने त्यहाँनिर ल्याउँछ यहाँबाट गाइज उयो पानीहरू भित्र जम्मा हुन्छ अथवा कलेक्सन हुन्छ र जम्मा पनि हुन्छ सो गाइज हामी आइपुग्यौँ झारा पनि खाली छ गाइज कोही छैन पनि अस्ति युसन चिप्ल्यो नि हामीले यहाँ पनि पूजा गर्थ्यौँ गाइज अहिले नाम निशान हटिसकेको रहेछ अब हामी
प्रणय भोक लाग्यो मान्छे आउँदैछ कि क्या हो गाइज मान्छे आयो भने त बिजोग हुन्छ त So guys, हामी अब 3 जना छौँ नि प्रणय ज्यू क्यामेरा ज्यू राजेश राणा ज्यूहरू हामी फाइनली गइसक्यौँ अहिले भर्खरै गएको हामी लुगा लगाइ पनि सक्यौँ बिहा एउटा हाम्रो सबसे डरपोक बुब्ली दाँत उखालो पनि बाँधेर यो क्या गाइस यहाँपट्टिको रातका सबसे लास्टको होइन गाइस साह्रै डरपोक रहेछ अब हामी लागेको अब बिस्तारै हिँड्ने योपालि म ब्याग बोल्छु योपालि हाम्रो सर हाम्रो राजेश राणाज्यूले बोकिराख्नु भएको छ सो गाइस अब हामी लागेको अब यहाँ त अर्कै बाटो जान्छ केही छुटेन हो अलिक लामो बनाएको सेल्फी ठिक यहाँ गए हेर्नु सक्नु होला यहाँ बाटो अलिक अप्ठ्यारो रहेछ भारी बोक्नेहरूको लागि अलिक गाह्रो हुन्छ किनभने बाटो गाह्रो छ अलिकति सपोर्ट चाहिन्छ भने भन्नु होला ड्रम फेरि हेर्नु होला ड्रमलाई अब बाई बाई गर्नुपर्छ यहाँनिर पनि बाटो रहेछ गाइस एउटा चाहिँ पर पुगिन्छ एउटा बारीमा त्यहाँ मेलहरू टिप्नु पाइन्छ guys बाजु थाक्नु हो रे बस्नु होला ओके छ त सो गाइस अब हामी प्रणयको बाटो जानु आँटेको छौँ म गोरा प्रणयहरूको बारीबाट जाने होइन त्यता चाहिँ बस्नु उसो यहाँ त लागिरहेछ गाइस कि त पानी पर्ने सम्भावना छ डाँडा बजारमा साह्रै गलियो गाइस 1 किलोमिटरको हिँड्नै छ होला साथीहरू उता आउँदै हुनुहुन्छ हेलो हाई गर्नु होला हाई 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 अब हामी प्रणयको बारीमा लागेको 3 2 1 आइपुग्यौँ प्रणयको बारी सबै यहाँको मुलाहरू छ मजाले फलिरहेको छ होइन त्यति फलेन गाइस सानो सानो छ पित्तु यहाँ पुतलीहरू पनि रहेछ साना साना पुतलीहरू हो यहाँ खै गाइस यहाँ एउटा दुलो छ के को दुलो हुनसक्छ त्यति ठुलो दुलो त छैन गाइस हेर्नु होला त्यो ढुङ्गा निक्लेको रहेछ प्रणयको बारी आइपुग्नु आँट्यो गाइस त्यहाँनिर भ्यू रहेछ भ्यू छ गाइस माथि यही छ त
यहाँ एउटा फुल रहेछ, एउटा दिक्कै छ सिङ्गल। ए यहाँ पनि रहेछ एउटा, तर अलिक टाढो छ, सानो रहेछ। अब यहाँबाट हामी मुनि निक्लिनु पर्छ। कागती कहाँ हो भनेको जानुपर्छ। यहाँ मकै बाँकी छ, यहाँ अलिक ठुलो ठुलो हुँदैछ गाइज, मकै डिलिसियस हुन्छ। मुनि मुनि पनि छ प्रणयज्यूको। यहाँ साउन्डको मान्छेहरूले यहाँ साउन्डै पलाउँछ, स्पिड ल्याउँछ, धेरै मुनि जान्छ। यो मान्छे चाहिँ अगाडि मात्र जानु खोज्छ, क्यामेराम्यानलाई जानै दिँदैन। सो गाइस जानु हाम्रो बचपनको सिरिपिटी, कति मजाले खेल्छौँ। तर यहाँ कमिला आउँथ्यो। यहाँ बोडीहरू पनि रहेछ। अब हामी प्रणयको बारी आइसक्यौँ, आइपुग्यौँ प्रणयको बारी। यहाँ जाली रहेछ गाइस, ठिकै हो। बारी पनि खतरा रहेछ। ला यहाँ त पाइपे, यहाँ खोइ यो पाइपे कुची गएको रहेछ। भित्र हेर्नु होला गाइज। यहाँ रमबमको भुजिया पनि रहेछ। यहाँ गड्डा थियो, यहाँ हामी पस्थ्यौँ। अहिले अलिक सानो जस्तो भयो। यहाँबाट होइन प्रणय, यहाँ सुँगुरै रहेछ। हेलो सुँगुरज्यू, यो प्रणयजीको सुँगुर हो। अनि यहाँ टमाटर सानो सानो टाइपको हो गाइज। यहाँ जे रहेछ सानो सानो टमाटर। अब साङ्गेनको सुँगुर सिस्नु छ है। यहाँ साङ्गेनको सुँगुरहरू, यहाँ पाइप पनि हालेको छ होइन तार। यहाँ रहेछ कागती। सो गाइस दुईवटा लालीको प्लस कागती यत्रो रहेछ। बच्चा रहेछ कागती त एक बोर्डमा रहेछ, एउटा बोर्डमा। अब अलिक माथि माथि तपाईँहरूलाई देखाउँदै गर्छु के के छ नजारा। ल हेर्नु होला, आनन्द हुन्छ गाइस आएर। हावा पनि खतरा आइदिइरहेछ गाइस। पर हुस्सु लागिरहेछ। उता देख्नु भने त्यहीँनिर नजिकको हाई स्कुल हो उता। अनि ऊ पर चाहिँ हाम्रो स्कुल अलिक पर छ। अनि उता पनि घर हो कि नआउने ठाउँ हो, नआउने ठाउँ होला। अनि यहाँ गड्ढा रहेछ। उता एकजना मान्छेले घाँस काट्दैछ गाइस। अनि स्पेसली थोप्रै ढुङ्गा जाँदैछ गाइस। एउटा थप्पर स्याहार यहाँ भ्यू रहेछ। उता आइसेलु पनि छ गाइस। लालीगुराँस अहिले खोज्दैन, त्यहाँ यत्रो हुस्सु आउँदैछ गाइस। पुरा हाई स्कुलै खानु आँट्दैछ होइन, हाई स्कुल त उतै हो। यहाँ भेडेर अरे नाम्लीहरूले कति हुक्का खाएछ। पुरा हुस्सु आउँदैछ यहाँ। अब हामी एकछिन भिडियो हाल्ने, अर्को भिडियो बनाउने। अब हेर्नु होला उसु यत्रो उसु हिँड्दैछ। सो गाइस एकछिन क्यामेरा झऱ्यो। अब म चाहिँ यहाँ के गर्दै बस्नु होला गाइस, चिङ बस्नु पर्यो। आउँदै बस्छु एकछिन।
हेर्नु होला भ्यू। हेर्नु होला कस्तो छ भनेर। भेट्नुपर्छ होला। हामी आइपुग्यौँ। यो प्रणयज्यूले मलाई अघिदेखि हान्दैछ म क्यामेरामा आइन भनेर। हामी अब नास्पातीको रुखमा यहाँ एकछिन बस्ने बुबा। यहाँ नास्पाती हेर्नु होला बिस्तारै बिस्तारै फल्दैछ। गाइस यहाँ भैँसीहरू पनि छ। अब एकछिन यहाँ बस्छौँ हामी। ल नबस्ने हामी बसेनौँ गाइस। हामी जस्ट एन्टरटेन मात्र गरौँ। फेरि अब चाहिँ हामी साँच्चीकै बस्छौँ। सो गाइस हामी आइपुग्यौँ। हिँडेको अब घर पुग्नु उतै हो। ऊ त देख्नु गाइस, ऊ त त्यो हाम्रो उयो के भन्छ बाख्रा राख्ने घर के हो। 2 बज्यो गाइस, 2:24 भयो। अब हामी हिँडेको अब हामी ऊ त उयो बाख्राको खोर पुगेपछि मात्र भेट्नु पाउँछौँ ल गाइस।